अब्बर अग्लो छ है पक्नै कहाँबाट किसिममा रुख चढेको छु मुनि चाहिँ मेरो यहाँ विन्ड प्रुफ ज्याकेट छ यो अग्लो छ है गाइस यो अलिक धेरै मुनि छ कि बाख्रा कराएको अनि यहाँ चाहिँ हामी आज मकै गोड्न आइरहेको छौँ रुख चाहिँ यस्तो छ यहाँ रुख हो चढ्छ अलिकति अग्लो क्यामेरा झर्नु सक्छौ रुखको हाँगाहरू मम्मी निकेश अनि मेरो दिदी अनि एउटा आन्टी हुनुहुन्छ मकै गर्दै गरेको मैले जगि नै त्यहाँ त्यो के भन्छ युरिया मल हालिसकेको मकैमा होइन त्यो म चाहिँ यहाँ बसिरहेको छु यस्तो छ सिन चाहिँ डरेका डरलो लाग्दो हो त म चाहिँ खुट्टा यहाँ टेकिरहेको छु ओब्बो यो पनि झर्दो रहेछ सानोमा चाहिँ हाँस्छु है उभिरहेको छु उभिरहेको छु है म चाहिँ यति नै एउटा हावा छ यहाँ हो त्यसमा एउटा ढल्किरहेको छु म चाहिँ यतातिर सिनहरू हेर्नु सक्नुहुन्छ देखिरहेको छु मैले यहाँ पनि जान सक्छु यहाँ टेकेर हिजो म यहाँसम्म गएको थिएँ अनि मनले बोलाएर पनि झरिसक्यो हेर्दै हुन्छ आँपहरू त एउटा नै फलेको छैन है गाइस यी पातहरू मात्रै छ अब भोलिपर्सि यो पात नै आँप बनेर आउँछ सो म चाहिँ अलिकति टेक्ने ठाउँ खोज्दैछु यहाँ किनकि टेक्ने ठाउँ हुनु पर्यो नि त हौ डर मर्दो छ त हौ अलिक अप्ठ्यारो त हुँदा कि बस्न तर बस्यो भने शीतल हावा आउँदो रहेछ शीतल हावा आज चाहिँ म त्यहाँ मामा घरमा यो मकै गोड्न आएको थियौँ मैले चाहिँ युरिया मलहरू सबै हालिसकेँ त्यही भएर यहाँ बसिरहेको छु म चाहिँ चट्ट लाएर होइन म चाहिँ रुख चढेको छु आँपको रुखमा होइन आँप चाहिँ अहिले फलेको छैन म चाहिँ आउँछु म तपाईँलाई यहाँ चढेर आउँछु यहाँ अनि पहिले मामा घर आएको छौँ है घाँस काट्नलाई अनि घाँस चाहिँ पाडाको लागि होइन अनि मम्मी चाहिँ त्यहाँ घाँस काट्दैछ म पनि अहिले खेतमै छु गाइस यहाँ आउँछ मम्मी चाहिँ यो चाहिँ हामीले ऊ त्यहाँ परको हो त्यहाँ परको काटेको आज हामीले यहाँ काटेको मम्मी के हुँदैछ के को साउन्ड पारो हाम्रो पानमारा भयो है यहाँ माथि राजा रानी छ म राजा रानी माथि चढौँ हिजोको ठाउँबाट अस्ति चाहिँ म त्यही रुखमा चढेको थिएँ गाइस हाम्रो जङ्गल भयो कुन्नी हो यो बोराभित्र घाँस हाल्नु पर्ने गाइस मैले